धेरैजसो मानिसहरू सोच्छन् कि सेल्फ इम्प्रुभमेन्ट गाह्रो छ, तर यसलाई पनि सहज बनाउन सक्छौँ। केवल 3 सरल परिवर्तनहरूले तपाईको जीवनलाई परिवर्तन गर्न सक्छ। भारी योजनाहरू छैनन्, यो गर्न अति नै सजिलो रहेको छ। फर्स्ट इज 5 मिनट रुल। जब तपाईँ काम गर्न थाक्नुहुन्छ, अक्मकाउनुहुन्छ, तब आफैले आफूलाई भन्नुस् कि म यो काम 5 मिनेटको लागि मात्र गर्छु। यो साइन्टिफिक फ्याक्ट हो कि जब तपाईले एकपटक सुरु गर्नुहुन्छ, त्यसपछि गतिले नियन्त्रण लिन्छ। यो रुल हामीले जस्तै वर्कआउट गर्दा, पढ्ने बेला र अरू जुन पनि काम गर्ने बेला यो रुल अपनाउन सक्छौँ। सेकेन्ड इज 1 पेज। हरेक दिन समय मिलाएर राम्रो किताबको केवल 1 पाना पढ्नुहोस्। धेरै सजिलो लाग्छ है? ठिक छ, तर समयसँगै ती पेज च्याप्टरहरूमा परिवर्तन हुन्छ। त्यसपछि पुस्तकहरू, त्यसपछि ज्ञान, जसले तपाईको सोच्ने तरिका परिवर्तन गर्दछ। सुत्नुभन्दा पहिला आफैलाई सोध्नुहोस् कि आज मैले राम्रो गरेको एउटा कुरा के हो र मैले सुधार गर्न सक्ने एउटा कुरा के हो। दैनिक साना परिवर्तनहरूले ठुला परिवर्तनहरू निम्त्याउँछन्। त्यो नै हो 5 मिनट रुल, 1 पेज of learning and a moment for reflection. Try this for 30 days and watch the change of the life.